त टन्न पैसा कमाउने भनेर विदेश आयो हैन। अब चाहिँ नेपालतिरै आउनु पर्ला जस्तो छ। नेपालमा के होला जस्तो छ। अब नयाँ प्रधानमन्त्री आउँदैछ, नेपालमा आएर दुःख गर्नु पर्ला जस्तो छ। अब विदेश बसेर हुँदैन सधैँभरि। विदेश बस्यो, यत्रो चर्को घाममा हिँड्यो, बाफ्रै घामले पोलेर, गर्मी त्यत्तिकै गाह्रो छ। विदेश भन्छ मान्छेहरू नआइन्जेल आएर यहाँ आइसकेपछि बाउको बिहे देख्दो रहेछ भन्ने कुरो चाहिँ बुझियो। विदेश आएर मान्छेले दुःख परिश्रम भन्ने कुरा भोगेर नेपालमै आएर अनि पछि बल्ल प्रगति गर्छ नि त भन्छ। त्यस्तो सुन्छु होइन, त्यस्तै हो जस्तो लाग्यो क्या। यहाँ चाहिँ हामी खासमा दुःख के हो, परिश्रम के हो भन्ने चाहिँ बुझ्न मात्र आउने ठाउँ हो, पैसा कमाउन आउने ठाउँ होइन। मलाई चाहिँ त्यस्तो लाग्छ। दुःख के हो बुझ्यो, मेहनत के हो, परिश्रम कसरी गर्नुपर्छ भन्ने कुरा बुझियो। अब नेपालतिर आउने हो, यत्तिकै मजाले आएर दुःख गर्ने हो, अनि चाहिँ केही होला जस्तो छ। अब यहाँ विदेशमा बसेर चाहिँ हुँदैन है। हुनेलाई भइरह होला, तर प्रायः जस्तोलाई 100मा 70-80% चाहिँ नेपाल आएर केही हुनेवाला छैन। कसैलाई भाग्यले साथ दिएर लकले होइन भयो भने राम्रै हो। नभए त्यही मान्छेहरू विदेशमा बसेर कम पैसा कमाउनु भयो त यस्तो बुढोहरू आएर नेपाल विदेशमा के काम गर्नु पर्थ्यो। बिचारा माया लागेर आउँछ अनुहार देख्दाखेरि नि। आँखाभरि चिप्रा बोकेर गाडी चलाउनु पर्छ दिनको 16-17 घन्टा। गाह्रो छ नि होइन। हामी त यङ मान्छे त आयो यस्तो। अब मान्छेहरू बिचरा यस्तो बुढो भएको मान्छेहरू पनि आफ्नो गाउँठाउँमा जानु मन लाग्यो होला, जानु नपाउने आइसकेपछि, यता आइसकेपछि मान्छे यतैको लत बानी लागिसकेपछि यतै नेपाल जाउँ, घर जाउँ, कमाएर खान, दुःख गर्न भनेको जस्तो उचित छैन होइन ठाउँ। अब त्यस्तै वातावरण नमिल्या भनौँ कि के नमिलेको। अब यतै बसौँ भने घर फ्यामिलीको धेरै याद आउने, आएर आफ्नै देशमा बरु पैसै नभए भने हाँसी खुसी बसौँ जस्तो हुने। फेरि नेपाल गयो, यहाँ बसेर हुँदैन, गाह्रो साह्रो पर्ने बेला नै मान्छेसँग 2 हात जोडेर के हिँड्नु भन्ने जस्तो मनमा आउँछ। त्यस्तै हो रहेछ क्या। मान्छेलाई जहाँ गए नि खासमा सुख चाहिँ नहुने रहेछ भन्ने कुरा चाहिँ मैले बुझियो। यहाँ आइसकेपछि अब एउटा काम समा हुन्छ हामीले, अनि छोडेर गइसकेपछि फेरि त्यही काम आउनलाई हामीलाई सजिलो हुन्छ नि त। त्यही कारणले आउँछ। अब यहाँबाट हामी कि भरिपुष्ट कमाएर जानु पऱ्यो, नभए यहाँबाट कमाएर नेपाल जाँदाखेरि आफ्नो घरतिर गएर काम गर्छु भन्दा गर्ने ठाउँ हुँदैन होइन। किन भन्दाखेरि हामी त अब जस्तै हुन्छ कि विदेश आएर बसेपछि नेपालमा त पाहुना जस्तै हो। घरको आयो 1-2 महिना बस्यो, फेरि फर्क्यो। त्यहाँ गएर गर्छु भने पनि भनेको जस्तो काम पाउँदैन। परिवारको चलाउनु पनि गाह्रै हुन्छ। गाह्रै छ जिन्दगी। मजाले गाडीमा हिँड्या छ, बस्या छ भन्ने सोध्छ मान्छेले होइन। कति गाह्रो छ, कति घन्टा काम गर्नुपर्छ भन्ने कुरो त गर्ने मान्छेलाई, भोग्ने मान्छेलाई थाहा हुन्छ। काम भनेको चिज चाहिँ कुनै पनि सजिलो हुँदैन रहेछ भन्ने कुरो थाहा भयो कि। मैले पहिला पनि म बसी गर्ने मूर्ति काम गर्थेँ नि त, बसी आरामले गर्ने। त्यो काम पनि गर्दा थकित भएर हुँदैन, ढाडको रोग लाग्छ भनेर गाडी चलाउन आइयो। गाडी पनि अब त्यस्तै जस्तो लाग्यो। एकछिन फुर्सद नहुने रहेछ यो लाइनमा चाहिँ, एकछिन बस्न नपाउने रहेछ। ल आजलाई चाहिँ यति नै भनेर होइन मेरो भ्लग खत्तम गर्नु पर्ला। कोले मेरो च्यानल हेर्नुहुन्छ सबैलाई सम्झना छ, राम्रोसँग बस्नु होला होइन। नेपालमा अब राम्रो भविष्य, राम्रोतिर जाँदैछ नेपालमा भन्ने कुरा चाहिँ लागिरहेछ मलाई। अब राम्रै भयो भने त राम्रै हो। अब सबैले छिटो बिहे गरेर छोराछोरी जन्माएर ठुल्ठुलो बनाइसक्यो हुर्काएर होइन। अब हामीलाई चाहिँ ठिक छ क्या। अब पैसा लाग्दैन रे भनेर सुनेको छ, फ्रीमा पढाउनु पाउने। अब चाहिँ के होला जस्तो छ, नेपाल आएर बस्नुपर्छ। अब पैसा नि लाग्दैन, छोराछोरी पढाउन जति कमाउँछ त्यति खर्च हुँदैन। मेन भनेको छोराछोरी पढाउन, खान बस्नमा जाने हो नि त पैसा। अब चाहिँ कमाइ हुन्छ होला, जोगिन्छ होला भन्ने एउटा
मनमा आशा छ नयाँ प्रधानमन्त्री आएर केही गर्छ कि देशमा भन्ने एउटा ऊ छ होइन। अब हेरौँ के कस्तो हुन्छ। ल सबैलाई बाई राखेको।